समाज छैन, मेरो लोग्ने हुनुहुन्न के? तपाईँहरूको मैले के गर्दैछु र? रात दिन मैले काम गरेर खाने महिला हो। अहिले म यहाँ आउँदा तपाईँ एक्लै हिँड्नु भएको छ, कार्यक्रम सकियो भनेर क्वेसन गर्ने हो तपाईँले, त्यस्तो कोही छ? यो आइमेलाई म 2-4 वटा कुरा भन्न चाहन्छु। तिम्रो श्रीमान छ, तिम्रो घर परिवार छ, तिम्रो छोराछोरी छ भने थपक्क नबसेर आफ्नो काम गर। घर परिवार हेर, कसैले रोक्दैन, कसैले छेक्दैन। तर तिमी आज कुन ठाउँमा बसेर के बोल्दैछौ तिमीलाई थाहा छ? तिमीलाई एउटा पत्रकारले मात्रै होइन कि देशको प्रत्येक जनताले प्रश्न सोध्नुपर्ने आवश्यकता परेको छ। तिमी के को लागि कुद्दैछौ? कसको रिहाइको लागि? यत्रो देशमा भ्रष्टाचार गरेको भ्रष्टाचारीको रिहाइको लागि? तिम्रो छोराछोरी जस्ता बालबालिका मारेको अपराधीको लागि? र देशमा आगो लगाउने एउटा देशद्रोहीको लागि कुदिरहेछौ? तिमी कस्तो खालको जनता हो त? आफूले आफूलाई हेर, छोराछोरीसँग सल्लाह गर, श्रीमानसँग बहस गर, समाजलाई सोध के को लागि कुदिरहेको छौ? भ्युजको लागि, टिकटकको लागि, फेसबुकको लागि, युट्युबको लागि? के को लागि? आफूले आफूलाई विचार गर। तिमीले यो बोल्ने ठाउँ होइन, तिमीले यस्ता कुरा गर्ने ठाउँ होइन। तिमी गलत ठाउँमा छौ र तिमी गलत छौ।